हेलो हेलो राधे राधे हाम्रो भगवानको भक्त उसो साधिका हाम्रो शिवकी भक्त उसो सन्यासी भन्नु न सन्यासी एलिना अब बस गरे त है राधे 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 जय शम्भु नारायण मिठो भजन गाएको एलिनाले आज धन्यवाद पशुपतिमा पनि पुरैलाई भजन गाएर रुवायो हँसायो यहाँ पनि रुवायो हँसायो बबाल नाच्यो आज अनि यो टीका चाहिँ एकदम स्वास है थ्यांक यू यो त जय श्री कृष्ण अनि एउटा कुरा भनौं एलिनालाई अब माताका रूपमा देख्न पाए हुन्थ्यो कि कथावाचिकाको रूपमा हैन 1 घण्टा बस्यो भने त उले यस्तो मोटिभ गर्छ यस्तो क्षमता छ हैन परम पूज्य परम वन्दनीय परम आदरणीय श्रद्धेय पूज्य एलिना माताजीलाई हैन अब अहिले चाहिँ अब मैले धेरै सिक्न बाँकी छ जिन्दगीमा भर्खर खुट्टा मात्रै उचाल्दै छु हैन गुरुदेवको नाम मेरो मा शिवप्रिया महाशिवप्रिया हैन महा हैन महाशिवप्रिया एलिना चौहान अनि कुनै दिन मैले त्यस्तो ज्ञान प्राप्त गरेछु भने अनि तपाईहरुलाई काम लाग्ने रहेछ भने चाहिँ म त्यसको लागि पनि नाइछ भन्दिन तर अहिले चाहिँ म भर्खर खुट्टा मात्रै उचाल्दै छु अब चाहिँ हिँड्न बाँकी छ सिक्न बाँकी छ धेरै छ फेरि यस्तो हो एलिना ज्ञानले कोही पनि निपुण हुँदैन ज्ञान त एउटा वृक्षसँग पनि छ एउटा वायुसँग पनि छ आइहालो पनि छ हर कोहीसँग छ तिमीसँग पनि थाहा के छ तपाई चाहिँ छिटै बस्नुहुन्छ जस्तो लागेको छ ल धन्यवाद ल तपाईलाई धेरै धेरै आशीर्वाद छिटै बस्नु सुन्नु न यस्तो गरौँ न यतातिरको ब्यासमा तपाई उतातिरको ब्यासमा चाहिँ एलिना हैन म भजन गाउँछु तिमी उद्घोषक एलिना भजन गायिका म ब्यान्ड बनाएर आउँछु म ब्यास म त प्रमुख अतिथि भएर आउँछु ल तपाईहरु वेट गर्नु है त्यसको लागि वेट गर्नु अनि के हुन्छ कमेन्ट गर्नु ल अनि अहिलेको लागि चाहिँ तपाईहरु कोटी होम पोखरा आइहाल्नु राधे 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 राधे